लागि चाहिँ हेलो सो साथी हो म चाहिँ अब यहाँ घुम्न जान लागिरहेको छु होइन उता ढाप ड्याममा आज शनिबार भयो अब उतातिर चाहिँ अब खासै आज चाहिँ घाम लागेको छैन तैपनि अब यसो घुम्न नगएको धेरै भइसक्यो थियो माथितिर अब जान्छु म होइन माथितिर के कस्तो छ होइन कतिको चाहिँ अब त्यहाँ विकसित भएको रहेछ होइन म सबै देखाउँछु तपाईँहरूलाई सो हेर्दै रहनु होला है साथी हो ल अब टक्क लगाएर हिँड्नु पर्यो सलक्क लगाएर होइन साथी हो शनिबार एक दिन त हिँड्नु परिहाल्यो नि टक्क घुम्नलाई स्प्रे मैले कहाँ राखेँ होला यतातिर राखेको थियो यस्तरी अडाउनुपर्छ यस्तो खालको भिडको रहेछ अब हिँड्न लागेको बेलामा होइन ओक्सप रोकेर हालिराख्नु परेन नि त हतार हतार भएको बेलामा त्यही हो साथी हो ल छिटो बस्नु यो बुढीहरूलाई बोकेर हिँड्दा पनि लास्ट झ्याउ छ साथी हो यार टट एक्लै हिँड्दाखेरि फुत हिँड्न पाइन्छ होइन सो हेर्दै रहनु होला साथी हो म माथितिर पैसा देखाउँछु है त्यो पछाडि राम्रोसँग बेर्नु है पछाडि खस्यो भने अहिले कहिले कसले टिप्न आउँछ भनेको को टिप्न आउँछ होला होला अब त पानी पर्ने सिजन पनि हो हुन चाहिँ अलिकति उता जानु न हो केपीले टाँसेर बस्नु भएको मेरो हरन पनि पुरै चाचर चुचु गर्ने भएको छ कि अलिक फाट नबज्ने भएको छ कि मेरो बाइकको हरनै बज्ने भएको छैन कि चुचो गर्छ कहिले कहीँ मात्र बज्ने भनेको म चाहिँ जडीबुडी आइपुग्नु केटा हो होइन त्यही दिनको जिन्दगी बसेर जाम खुलेको क्या हो भने किन चारैतिर रोकिरहेको छ 15 सेकेन्ड मात्रै खुल्दो रहेछ यताको त 15 सेकेन्ड मात्रै बाइक चाहिँ सर्भिस गर्ने बेला भइसक्यो होइन अब यहाँ खुलिरहेको रहेछ लाइट चाहिँ सो त्यही भएर अलिकति मलाई डर लागिरहेको छ यार त्यो ड्याम जानको लागि त अलिकति गाह्रै छ क्या ठाडै उकालो छ होइन त्यसमाथि कच्ची रोडहरू छ कि धेरै टाढा पनि टाढा छ लगभग 2 घन्टा लाग्छ होला अब के हुन्छ हेर्दै जाउँ है सो त्यही हो यताबाट बाटो ब्लक छ क्या हो यार कोही पनि जाँदैन त बाटो बन्द छ भन्छ बाटो बन्द छ यताबाट है यतादेखि बाटो बन्द छ अरे आज कस्तो धुम्म भइरहेछ कि ऊ प्लेन उठेको हेर्नु त माथि नेपाल एयरलाइन्स बुद्ध एयर छ नि त यार बुद्ध एयर मौसम पनि आज भोलि यस्तै छ साथी हो है पुरै धमिलो छ धुलो उठेको बुङ भएको छ यताबाट जाने हो कि कहाँबाट जाने हो यहाँबाट धुलै रहेछ अरे यतैबाट जाउँ मायालुको नारायण टाढा आइपुग्न लाग्यो जस्तो छ अब
सो साथी हो होइन। अब नारायण डाँडा चाहिँ आइपुग्नु जस्तो छ। ओहो होस् अब यहाँबाट यसो गइदिएको। तलबाट छिर्नुपर्ने खासमा माथिबाट आइदिएछ क्या। सानो माया नारायण डाँडा कटे है साथी हो म चाहिँ है। अब गोकर्ण आउँछ सो है, त्यसपछि चाहिँ सिधै जाने हो। टाढै छ यार, अझै 22 मिनट भइसकेको छ म हिँडेको। 2 घन्टा त लाग्छ जस्तो लागेको छ त्यहाँ माथि पुग्नुलाई। अलि चाँडै हिँड्नुपर्ने। हावा त दामी आएको छ या, चिसै छ है। के भएछ फेरि यहाँ? के साह्रो जाम हो यहाँ। माथि बाटो बन्द भएर सब यताबाट छिरेको। यहाँ पुल बनाउँदै रहेछ दामी। ओ बुढी किन चुपचाप लाएर बस्यो हो? बोल्ने नि आमा, बुढोसँग घुमेर हिँडेको छ। मक्ख पर्नु हिँड्नु गफ हान्नु हिँड्नु छैन है। के हो बुढासँग हिँड्दा मात्रै यस्तो साइलेन्ट हो कि अरूसँग हिँड्दा चाहिँ अब पुरै गफ लडाएर हिँड्ने होला? हो त बुढोसँग हिँड्दा चाहिँ अब चुपो लाएर हिँड्ने, अरूसँग हिँड्दा त पड्काउँदै होइन मसक्क मस्काउँदै हिँड्ने होला। बुढी के गर्नु, बुढोसँग हिँड्दा चुपचाप, अरूसँग हिँड्दा मसक्क मस्केर हिँड्ने होला। होला होला उफ बाँदरहरू हेरौँ ल। मेरो मित होइन हो, मेरो भतिज भदाइ मेरो। त्यो चाहिँ गोकर्णेश्वर मन्दिर भएले चाहिँ होइन। अब यहाँबाट जाने हो। अन्त थाहा नभएन गोकर्णेश्वरको मन्दिर त तपाईँले थाहा पाउनु भइहाल्छ। सुन्दरी जलपट्टि जाने साथी हो। यो पिपलबाट आयो कि मलाई एक्स गर्लफ्रेन्डको मलाई याद आउँछ यार। एक्स गर्लफ्रेन्ड मैले यहाँबाट ड्रप गरेको थिएँ क्या पहिला। हो भनेको बुढी, एक्स गर्लफ्रेन्ड मैले फर्स्टचोटि ड्रप गरेको थिएँ क्या त्यहाँ पिपलबोटबाट। यता बस्थ्यो, अहिले बिहे गरेर बच्चा भइसकेको रहेछ। यता आयो कि याद आउँछ बुढी के गर्ने त। आमा पिपलबोटलाई अब त्यो एक्सलाई सम्झेर पिपलबोटलाई त अब के अङ्गाल हाल्नु हौ काठे। हुन्न बाउलाई या जाँठो त झन्नै हानेको त्यसले। त्यहाँ एकजना झन्नै हानेको भने ल। यहाँबाट अलिकति उताबाट चाहिँ राइड लाग्नुपर्छ तपाईँहरू है। बाटो हेर्नै राम्रोसँग। यहीँबाट राइड लाग्नुपर्छ। यहाँबाट माथि गयो भने सुन्दरी जलमा पुगिन्छ होइन। यताबाट चाहिँ अब माथि ड्याम जाने बाटो यो भइहाल्यो। यहाँबाट ओह्रालो लाग्यो होइन। यही बाटो नछोडिकन आउनु है तपाईँहरू ल। पछि आउँदै हुनुहुन्छ भने चाहिँ मेरो भिडियो हेर्दै आउनु होला। हुन त प्राय मान्छेहरू यहाँबाट धेरै हिँडिसक्यो होइन। अब यहाँ पेट्रोल पम्प पनि छ। यहाँबाट पेट्रोल पम्पबाट यता लाग्ने हो लेफ्टपट्टि। ल
ल है साथी हो, म चाहिँ सुन्दरी दलतिरबाट माथि लागिसकेको छौँ। सो तपाईँहरू पनि अब आउनुहुन्छ भने चाहिँ भिडियो हेरेर आउनु होला होइन। मैले सबै लोकेसनहरू राखिदिएको छु यतै। घर जाने बेलामा हजारको हालेको थिएँ मैले। म चाहिँ यहाँ यता आर्मी क्याम्प रहेछ, यहाँ चेकको साथी हो होइन। म चाहिँ यहाँ कति 350 तिरेर हिँड्यो है, 2जना मान्छेको अनि एउटा बाइकको। यहाँ चाहिँ यसरी पैसा काट्दो रहेछ होइन, सरकारी यो निजी वनमा सरकारी वनमा जानलाई पनि यस्तो छ। यहाँ चाहिँ किन टिकट काट्यो त्यो थाहा छैन कसैले पनि खुलाएको छैन होइन। यसरी म एक्लैको त अब 2जना मान्छे एउटा बाइक भनेपछि त अब 350 भनेपछि त म जस्तो कति गइरहेको हुन्छ नि त होइन दिनमा त। अथवा शनिबार त झन्, आज शनिबार भएर झन् आज कति धेरै मान्छे छ, यिनीहरूले यति धेरै उठाएको पैसा कहाँ लगेर खान्छ होइन, त्यो थाहा नै छैन। सो साथी हो, यो बाटो बनाएको हो कि के हो कि होइन, बाटो बनाएको त होइन होला सायद। यहाँबाट तल पनि पारी घुम्नु जाने ठाउँ छ नि, अहिले फर्केर आएर घुम्नु जाने ल। पहिला माथि गएर सो साथी हो, अनि म उता देखाउँछु तपाईँहरूलाई त्यो लुङदरै भएको ठाउँ त्यता हो होइन। म देखाउँछु तपाईँहरूलाई। तरुनीहरू पनि लिएर आएको छ यहाँ केटाहरूले। यहाँ होटेल पनि रहेछ एउटा, यहाँबाट चाहिँ यता जाने हो है, होटेलहरू पनि छ यहाँ। यता माथितिरसम्मै ढलान हानिसिए रहेछ यार। बाटो चाहिँ अहिले धेरै राम्रो रहेछ है। पहिला त स्कुटर त सकेसम्म नलिएकै थियो पहिला त है, अहिले त ढलान गरेपछि त के पहिला त स्कुटरमा आउने मान्छेहरू रुलर जस्तै हुन्थ्यो है। यो ठाउँ हेर्दा क्या कच्ची रोड हुँदो क्या, यहाँसम्म गरेको रहेछ ढलान, यहाँनिरसम्म गरेको रहेछ ढलान। यो त गाउँबडी गरेर लगाएर रहेछ होइन, यता रहेनछ। यो जाने बाटो चाहिँ यता है कच्ची रोडबाट, त्यहाँबाट ढलानबाट माथि नजानु होला। ढलान सकेपछि अब यो कच्ची रोड हिँड्यो। यहाँबाट लगभग 1 घन्टा समथिङै लाग्छ होला यहाँबाट है, त्यतिको टाढा छ है साथी हो। ढलान बाटो सकेपछि 1 घन्टा समथिङ कच्ची रोड चाहिँ बाइकमा चाहिँ तपाईँहरू हिँड्नुपर्ने हुन्छ। शनिबार छ नि त साथी हो, त्यही भएर क्या ल यहाँ बाटो छ, यतै जाने सिधै जाने। तपाईँहरू यता आउनुभयो भने चाहिँ, म घरबाट निक्लेको 40 मिनट भइसकेको रहेछ। यस्तो हुन्छ बाटो। अनि चिप्लेर लड्यो भने घुँडोको त्यो छाला त खुइलिन्छ साथी हो, त्यस्तो डेन्जर हुन्छ। यहाँ त अस्ति नै कस्तो थियो है, यत्रो ढुङ्गाहरू थियो गुन्द्रुङ यहाँ त। हो मान्छेहरू यसरी पार्टनर हिँडेर आउँछ, त्यही हो। यहाँबाट अब यहाँबाट माथि लाग्ने हामी ड्याम जान लाग्यो होइन साथी हो। बाटो यस्तो छ यहाँ, आँखामा लाग्ला है, लुकेर बस्नु। बाटो त के हो आमा, यस्तो छ क्या साथी हो। सबै तलतिरको पुरै यस्तै थियो पहिला पनि है, अहिले अलिकति ढलान गरेर अनि माटो साटो खनेर हालिदिएको रहेछ कुनातिरको तानेर। त्यही भएर अलिकति हिँड्नुलाई सहज भएको। यसरी मान्छेहरू हिँडेर पनि आउँछ होइन। ल ग्रुपै आएको रहेछ यतातिर चाहिँ। त्यो तलतिर 2जना चाहिँ हिँड्न नसकेर होला है, सँगसँगै हिँड्न नसकेर बिस्तारै होला। बाटो डेन्जर छैन त, बवाल साथी हो। बाटो हेर्नु त यहाँ स्कुटर लिएर आयो भने त गाह्रो पर्छ है। ल यस्तो छ बाटो। यता तलतिर चाहिँ आर्मी क्याम्प छ जस्तो छ यी। गाह्रो छ मैयाहरू कसरी हालेर लानु, यस्तो मान्छेले लगाउँ भने मोटो छ। अब बुढीले मार्ने होला फेरि है,
बिचमा हालेर लगाऊँ भने के गर्नु गाह्रो छ मलाई बाटो त करेन्ट लाग्ने खालको छ के गर्नु फोन आइरह एकजनालाई हाल्दै लाने हो या बिचमा के छ विचार जाँदैन होला मोटी मोटी रहेछ मेरो बाइकको सिट पनि अलिक सानो छ अट्दैन फेरि है गाह्रो छ केटा हौ पातलीलाई चाहिँ हालेर लानुपर्छ जस्तो जान्छ कि के छ सोध्नु त यसो बुढोलाई अर्को पनि खोतिने भन्नुभयो नि त सोध्नुपर्छ नि त अनि कुन चाहिँ राजी खुसी छ भनेर जाऊ भन्न भने पनि नभने पनि जाने भने हामी अब यहाँको लागि आएको हो र ओहो सानो सानो बाबुहरू यार यहीँबाट ठोक्ने क्या यसरी पिसाब चाहिँ जङ्गलमा यसरी पिसाब हान्नुपर्छ जङ्गलमा साथी हो होइन तलको त देखाएको छैन होला के गर्नु पिसाबले च्यापिहाल्यो सिजनै हिँडिसक्यो लालीगुराँसको अब कहाँबाट लालीगुराँस टिप्नु सिजनै हिँडिसक्यो ल साथी हो ड्याम चाहिँ आइपुग्यो होइन हामी चाहिँ माथि ड्यामतिर आइपुग्यौँ साथी हो होइन यस्तो रमाइलो छ यतिको रमाइलो छ मान्छेहरू नि यति धेरै छ अब म चाहिँ यहाँ तल जान्छु होइन पछाडिको यस्तो दामी छ मान्छेहरू नि टन्नै हुन्छ टक्क लगाएर घुम्नलाई चाहिँ एकदम रमाइलो हुन्छ यहाँ घुम्न आउनलाई चाहिँ ल हावा पनि लाचिसो चल्छ यहाँ ल मान्छेहरू टक्क लगाएर नाचेर बसिरहेको हुन्छ यसरी सुटिङ यस्तो दामी चल्छ यहाँ चाहिँ पानीको ताल यस्तो छ यस्तो छ रमाइलो छ रमाइलो ल दामी रमाइलो छ यतातिर चाहिँ ल अब चाहिँ म यहाँ तल जान्छु होइन मेरो बुढी चाहिँ यहाँ तल एक्लै बसिरहेको छौँ ओइ फोटो खिच्ने होइन ओइ फोटो खिच्ने होइन ल अब यहाँ चाहिँ खोलाको पानी भनौँ चाहिँ पानी ठिकै सफा नै छ साथी हो होइन अब बर्खाको बेलामा चाहिँ अलि राम्रो सफा देखिन्छ अहिले चाहिँ यो त्यति सफा देखेको छैन त्यही हो ल अब उतातिर भनौँ भने अब यहाँ तरुनीहरू हेर्न चाहनुहुन्छ भने म देखाइदिन्छु तपाईँहरूले हेर्न यहाँ यसरी मस्तले भिडियो सिडियो बनाएर बस्न पाइन्छ यस्तो छ मोटी छ ठिकै छ तर केही छैन रमाइलो गर्न आउने हो साथी हो पाहाडतिर नि मान्छेहरू छ मैले चाहिँ मोबाइलबाट जुम गरेको भएर खासै राम्रो आएको छैन त्यही हो तपाईँहरूले कस्तो लाग्यो भिडियो साथी हो कमेन्ट गर्नु होला होइन अब तपाईँहरू नै आउनु चाहनुहुन्छ भने आउनु होला मैले अब कहाँबाट आउने होइन सबै देखाइहालेँ तपाईँहरूलाई उतातिर हेर्नु यहाँ मन्दिर छ एउटा
ऊ त यो ड्याम ठुलो छ क्या। ल तल पारि हेर्नु मन्दिर छ है। यहाँ पारि पनि जान पाइन्छ यतातिरबाट। ल ल साथी हो तपाईँहरूले भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला। ल अब अर्को नेक्स्ट भिडियोमा भेटौँ। ल अब हामी चाहिँ फोटोसोटो खिच्छु त्यसपछि जान्छु है। ल बाई बाई।